साथीहरु नमस्कार। सन मल्टिमिडियामा सबैलाई स्वागत छ। साथीहरु आजको भिडियोमा चाहिँ यो तपाईको चाहिँ नि युट्युब अन राखेर तपाईको स्क्रिन बन्द गरेर मोबाइलको युट्युब अनै राखेर युट्युबको गीतहरु सुन्ने भिडियोको कहानीहरु सुन्ने कसरी गर्न मिल्छ भन्ने विषयमा छ। यसको लागि तपाईले अब युट्युबमा जानुस् अनि यो आफ्नो अरु एप चलाउँदै युट्युबको भिडियोहरु सुन्न गीतहरु सुन्नलाई अनि युट्युबको आफूले सिलेक्ट गरेको भिडियोमा जानुस् अनि त्यसमा गएर शेयरको अप्सनमा जानुस्। शेयरको अप्सनमा शेयरमा जाँदाखेरि गइसकेपछि यसको लास्ट कुना कर्नरमा आउनुस्। शेयरमा यस्तो देखाएपछि त्यहाँ एउटा 3 डट अप्सन छ। 3 डटमा जानुस्। 3 डटमा गइसकेपछि अब त्यहाँ चाहिँ नि तपाईको अप्सन छ, त्यहाँ क्रोम ब्राउजर देखाएको छ। क्रोम ब्राउजरमा टच गर्नुस् अनि यो सिधा क्रोम ब्राउजरमा खुल्यो भिडियो। यसरी क्रोम ब्राउजरमा खुल्यो। खुलिसकेपछि त्यसलाई प्ले गर्नुस् टच गरेर। प्ले भयो। प्ले भइसकेपछि अब यसलाई चाहिँ नि तपाई स्क्रिन अफ गरेर पनि बाहिरपट्टि देखाउँछ नोटिफिकेसनमा अनि त्यसबाट प्ले गराएर गानाहरु बजाउन सक्नुहुन्छ। अनि तपाईले यो अरु एप चलाउनुहुन्छ भने अब यसलाई बीचबाट काट्दिनुस्। तलको 3 डट छ त्यसबाट त्यसमा बाहिर आउनुस्। यसरी भिडियो चल्यो क्रोममा अनि अब तलपट्टिको उसबाट तपाईले डाइरेक्ट कट गर्न सक्नुहुन्छ। कट गरिदिनुस्। कट गरिदिँदा पनि अब त्यो भिडियो चलिरहेको हुन्छ। कट गरिदिनुस्। अब आफूलाई कुन एप चलाउन मन छ एप चलाउन थाल्नुस्। आफूलाई मन परेको एप अरु एपहरु चलाउँदै गर्नुस्। यहाँ माथिपट्टि तपाईको नोटिफिकेसनमा आछ कमेडी माइक्रो कन्टेन्ट भन्ने लेखेको छ। यसरी त्यहाँ अन गर्नुस्। अब फेसबुक चलाउनुस्, व्हाट्सएप चलाउनुस्, अरु कुनै पनि तपाईले अरु एपहरु चलाउन सक्नुहुन्छ। अनि त्यो चाहिँ गीतहरु बजिरहन्छ, त्यो भिडियोहरु सो भइरहन्छ। कुनै पनि तपाई चलाउनुस् त्यहाँ चाहिँ नि गीतहरु आइरहन्छ। यसरी चाहिँ तपाईलाई चाहिँ नि सबै एपहरु चलाउँदै युट्युबमा भएको गीतहरु सुन्ने अनि भिडियोको अथवा न्यूजहरु सुन्ने गर्न सक्नुहुन्छ अरु एप चलाउँदै। यसरी सजिलै छ साथीहरु। यसलाई तपाईले बीचबाट कट गरेर स्क्रिन आउट गरेर लक गरेर पनि तपाईले सुन्न सक्नुहुन्छ। स्क्रिन लक गरिदिनुस्। माथि यस्तो नोटिफिकेसन आछ त्यसमा पनि टच गरिदिनुस्। बन्द भयो फेरि टच गरिदिनुस् अन भयो। यसरी साथीहरु तपाईले अब आफ्नो स्क्रिन बन्द गरेर पनि युट्युब भिडियोहरु सुन्न देख्न सक्नुहुन्छ। अनि तपाईको चाहिँ नि अरु एप चलाउँदै सुन्न सक्नुहुन्छ। हस्त धन्यवाद साथीहरु।